36 वर्षदेखि देश लुट्नेहरूमाथि धमाधम अनुसन्धान हुँदै राजनीतिलाई व्यवसाय बनाएका बेरोजगारहरूको उल्टो दिनगन्ती सुरु हो। दर्शकबिन, जडौरी कोट भिरेर चप्पल पड्काउँदै काठमाडौँ छिरेर नेपाली जनताको रगत र पसिना चुसेर किर्ना झैं ढाडिएका भ्रष्टहरूको जरो किलो उखेल्ने गरी बालेन सरकारले भ्रष्टाचारमाथि निर्मम अनुसन्धान अगाडि बढाएको छ। राजनीतिमा लाग्नु पूर्व आफूसँग लगाउने एउटा राम्रो कोट समेत नभएका, राजनीतिलाई सेवा भन्दै भित्रै मेवा खाइरहेका र राज्य सत्तामा पुग्न साथ अचानक चम्किलो छाला र गाला बनाएर चिल्लो गाडीमा कालो सिसा हालेर हुइकिएका, सुकिलो मुकिलो लगाएका, 7 स्टारमा खाएकाहरूलाई खाएको सबै छेराउने गरी छानबिन अघि बढेको हो। राजनीतिक दलको आडमा संगठित रूपमै राज्य दोहनद्वारा उत्पात मचाएका गिरोहलाई चिल्ले चल्ला टिपे जस्तै टपक्क टिप्दै कारागारमा जाक्ने गरी सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोग सक्रिय बनेको छ। राज्यका नियामक निकायहरूलाई नै बन्दी र जनताको जनमतलाई ढाल बनाएर कानूनको खिल्ली उडाइरहेकाहरूको बिल्ली पाठ हुने निश्चित भएको छ। त्यसैले शक्तिलाई आफ्नो मुठ्ठीमा राखेर जनतालाई दास ठान्ने ती भ्रष्ट शासकहरू यतिखेर आत्तिन थालेका छन्। सरकारले भर्खरै यी पासपोर्ट छपाई घोटाला प्रकरण र शेयर बजारमा इनसाइडर ट्रेडिङ गरेर जनताको पैसा डुबाउने खेल सहित जम्मा 2वटा फाइल मात्रै खोलेको छ।